पट्टि पनि गरिरहेछ पशु हो गोठको ढ्यासो लाग्यो होला त्यही माथि डेलिभरी मान्छेहरू जेसुकै होस् भोलि नै फर्काइदिन्छु नि ढकालको बिउसो नबिर्सिनु कुरे त्यही काम्लोमा तेरो परिवारको सास हरेको छ अनि त्यत्रा मान्छेले ती मान्छेहरूप्रति तैँले गरेको विश्वास सत्य नहुन मात्र सक्छ त्यसो भए म कसलाई दोष दिउँ त कसैलाई दोष लगाएर उम्किउन भन्दैछस् अब म कुन पञ्च चिन्न जाउँ पैसी बोल्ने भए यसैले सोध्दा हुन्थ्यो कुल देउता भाग्दा हुने भए यो जाने रन्जरमा भागिदिन्थे त्यो व्यापारी सत्य छैन रहेछ त्यसले सत्य वस्तु भाउ के बेच्यो भोलि नै त्यसको कोर्टमा लगेर म ताम्रो खोलिदिन्छु फेरि 5 कोस हिँडाएर लैजान्छस् लैजान्छु